जय मसी हुन्छ। हामी चाहिँ पहिला हामी पुर्खली कुराहरूमा सुन्नुहोस् है हजुर, अविश्वासीहरूले पनि सुन्नु सक्नुहुन्छ। पुर्खली कुराहरूमा चाहिँ हामी मन्दिरमा जान्थ्यौँ, जनकपुर जान्थ्यौँ, धमिनी थानमा जान्थ्यौँ, जहाँ पनि जान्थ्यौँ हजुर। र हामी कमला खोलामा हामी नानीहरूलाई डुबाउँथ्यौँ, अनि त्यो बोल्छ भनेर होइन त्यसो गर्थ्यौँ। अनि त्यति गर्दा पनि हुन्थेन, हामी भाकलहरू कहाँ बुझाउँथ्यौँ हजुर, हुन्थेन त्यत्तिकै। मेरै बच्चै थियो साँपे 4-5 वर्षसम्म हामीले जनकपुरमा सुनको टिका चढायौँ। उता ढोड्ना लाहान भन्नेमा हामीले भाकल हाँस विभिन्न थोक हामीले परेवा भाकल गरेका थियौँ। र हामीले कमलामा लगेर पनि नुहायौँ। अनि भएन हजुर, मेरो छोरी चाहिँ 5 वर्ष पुगेर मऱ्यो। त्यति बेला येशू ख्रीष्टलाई मैले इन्कार गर्थेँ, सुसमाचार सुन्थेँ, तर त्यो ख्रिस्टान धर्ममा मरिगए पनि लिन्न भन्थेँ हजुर, त्यस्तो भन्थेँ। तर मैले त्यसरी प्रभु पाएको भए मेरो छोरी साँपे भए हिँड्थेँ कि। तर विश्वासले हिँड्छ, त अन्धविश्वासले हिँड्दैन, निको हुँदैन। अनि यहाँ चाहिँ हेर्नुहोस् हजुर, बाइबलमा लेखेको छ आमा बाउले छोराछोरीलाई कहिले गलत बाटोमा हिँड भन्दैन, सुन्नुहोस् हजुर। र बुकले पनि गल्ती कहिले पनि लेखेको हुँदैन। 5 क्लासको बुक, 6 क्लासको बुक, जति क्लासको बुक हुन्छ त्यो बुकमा कहिले पनि गलत लेखेको हुँदैन। र बाइबलमा पनि सत्य वचन लेखेको हुन्छ। अनि हुन्छ, म यो छोटो म पढ्नेछु, हजुरहरू ध्यान दिएर सुन्नुहोस्। अनि यहाँ चाहिँ के भनिएको छ भने यो भूतै हटाउने लेखिएको छ है, हेर्नुहोस्। अनि थाहा होला नि कति ठाउँमा युट्युब च्यानलमा तपाईँहरूले हेर्नुहुन्छ होला। अनि भूत मान्छेलाई लडाएर विश्वासीहरूले प्रार्थना गर्दाखेरि त्यो भूत भागेको छ, कामेको छ, हटेको छ, हेर्नुहोस् है। हुन्छ, त्यति शक्ति छ। यहाँ यसरी लेखिएको छ, मत्ती 12:22 पदमा यसरी लेखिएको छ, ध्यान दिएर सुन्नुहोस्। म पनि त्यति स्कुल नदेखेको मान्छे हो, अनि मैले सिक्ने क्रममै छु। अनि मैले पनि यो मोबाइल पनि धेरै भएको छैन किनेको, नयाँ नै हो मोबाइल। मोबाइलबाट एउटा बिग्रिने पनि हुँदो रहेछ, एउटा बुद्धि पनि दिने पनि हुँदो रहेछ। अनि यो मोबाइलले गर्दा मैले बुद्धि पाएँ, हुन्छ। अनि म यो मत्ती 12:22 पदमा म पढ्नेछु। मलाई कुनै त्यस्तोमा आउँदैन, मलाई म सिक्दैछु। अनि हजुरहरू ध्यान दिनुहोस्, हजुरहरूले अविश्वासी छ भने पनि हजुरले छुटकारा पाउनुहुनेछ यो लेखेको वचनले। अनि अविश्वासीहरूलाई पनि छुटकारा पाउनुहुनेछ। हुन्छ, आउनुहोस् हजुर ध्यान दिएर सुन्नुहोस्। यहाँ यसरी भनिएको छ मत्ती 12:22 पदमा, तब वहाँ कहाँ भूत लागेको एकजना अत्यन्त गुङ्गो मान्छे लिए येशूले त्यसलाई निको पार्नुभयो। हेर्नुहोस् त, भूत लागेको अति गुङ्गो मान्छे येशूले त्यसलाई निको पार्नुभयो। अनि यतिसम्मकै त्यो गुङ्गो मानिस बोल्यो। हेर्नुहोस् त, यति समय त्यो गुङ्गो मानिस बोल्यो। येशूले यसरी येशूको नाममा निको भइजा भने तासी त्यो गुङ्गो मानिस बोल्यो, भूत लागेको मान्छे भूत हट्यो भनेर चाहिँ यहाँ वचनले लेखेको छ। हजुरले लेख्नु सक्नुहुन्छ मत्ती 12:22 पद। हेर्नुहोस् त, गुङ्गो लागेको भूत मान्छे येशूले एकैछिनमा प्रार्थना गर्दा एकैछिनमा निको भयो भनेर यहाँ 22 पदले बताउँदछ। हजुरहरू ध्यान गरेर सुन्नुहोस्। प्रार्थना गर्छौँ, निको हुँदैन। फल्ना मान्छेले हात राख्दा निको हुन्छ, चिल्ना मान्छेले हात राख्दा निको हुन्छ। हामी कतिजना नेपालबाट भन्ने होला त्यो पर्फेक्ट बजार सिंहले हात राख्दा निको हुन्छ, चट्टै भूत लागेको निको हुन्छ भनेर कतिजनाले भन्नु पनि भएको थियो होला होइन। अनि त्यो भूत चाहिँ हाम्रै शरीरको विश्वासले निको हुन्छ, विश्वास गर्नुहोस्। अनि हाम्रै विश्वासले भूत निको हुन्छ, हाम्रै विश्वासले हरेक रोगहरू निको हुन्छ। यो वचनले यही भन्दा छ। हजुरहरूले यो वचनले आशिष पाउनुहुन्छ। यदि मानिसहरू रोगीहरू छ भने पनि निको हुन्छ। यो वचनले मत्ती 12:22 पदले यही लेखिएको छ। हजुरहरू ध्यान दिएर सुन्नुहोस्।
अनि म पनि हैन यो नयाँ भर्खर युट्युब च्यानलमा हालिदिएको छु। यस सुसमाचारको लागि हजुरहरूलाई उत्साहितको लागि अनि कतिजनाले मलाई अब इङ्ग्लिसबाट आउँदैन पनि मैले अनि त्यस्तो हजुरहरूले पठाउँदा पनि मलाई फर्काउन आउँदैन अनि हुन्छ। अनि म अहिले सिक्दै पनि छु। हजुरहरूलाई परमेश्वरले प्रशस्त आशिष दिउन्। अनि जय मसी नमस्ते हुन्छ। हजुरहरूलाई आशिष दिनुभयो परमेश्वरले हुन्छ।